होममेड भन्नु के हेलो गाइज वेलकम ब्याक टु माई च्यानल ल आज कसको के छ रे आज एनिभर्सरी छ भाइ र बहिनीको ह्यापी एनिभर्सरी सरी है ल बोथ अफ यु ल ह्यापी एनिभर्सरी है सबैले है तर अर्को कुरा चाहिँ यहाँ केक है केकलाई फोकस गरौँ है त गाइज यहाँ यो केक चाहिँ घरबाट होममेड केक हाम्रो यो केक अब थाहा छैन है यो नयाँ खुवा केक रे यो अब मेड फर कसले बना हो यहाँ यत्थेरिकै अर्को पनि रहेछ केक ल आदि केक यहाँ छ गाइस अब यहाँ अर्को छ खुवा केक रे है यो चाहिँ अब खतरा मार्केटमा के आर्यो मनोज एकदम पाउन गाह्रो छ है यो है हेर्छ नि यो केक चाहिँ हाम्रो कार्की भाइ घरमा मात्रै पाइन्छ एकदम यो चाहिँ एकदम स्पेशल एकदम राम्रो हैन ल कसैले अब के अरे एनिभर्सरीको खुवा केक काट्नु पर्छ भने चाहिँ यता यो के अरे यहाँ एनिभर्सरी चाहिँ यो यसको है यसको यहाँ साँच्ची हो यार यस्तो जिन्दगीमा साँच्ची हो यो खुवाको केक भनेको चाहिँ फर्स्ट टाइम उ गऱ्यो होला मैले होइन यार ऊ थ्याङ्क यू फर ए क्यान्डल पनि यार यस्तो क्यान्डल छ कि यो त मन्दिरमा बाल्ने क्यान्डल होइन चर्चमा बाल्ने क्यान्डल हालेको छैन यार हाल्नु पनि होइन यार यो त साह्रै बिजो गरे यार यिनीहरूले यो त खुवाको केक कसले खान पाउँछ खुवाको केक यार ल यो कसैले खुवाको केक खान पर्छ भने चाहिँ है मेरो भ्लगमा होइन यहाँ भाइको घरमा आयो हुन्छ भाइ यो भाइको घरमा आयो हुन्छ है यो चिना छ कि छैन नचिना चिन्नु होला खुवा केक खानलाई यो घरमा आयो हुन्छ